हेलो एभ्रिवान, आज चाहिँ मेरो बर्थडे। सो आज चाहिँ हामी मन्दिर जान लागेको। सो विमल सरोवरमा मन्दिर पुग्यौँ अनि त्यसपछि मन्दिरमा दर्शनहरू गऱ्यौँ अनि दर्शन गरिसकेपछि हामी अलिक चाँडो चाँडो गएर फर्क्यौँ किनकि एकदम हतार भइसकेको थियो। अनि म घर गएर जानुको लागि फेरि बाटोबाट पिक गरेँ। अनि दवासमा मैले एउटा ड्रेस हेरेको थिएँ, सो गएको पाएन। सो त्यहाँबाट पनि हामी फर्क्यौँ। सो उहाँलाई चाहिँ भिडियोमा देखिन अरे अनि म देखाउँदैछु अनि यतिकै गरेर हामी चाहिँ त्यहाँबाट चाँडो चाँडो गएर स्टुडियो आयौँ। स्टुडियोमा चाहिँ एकदमै सबैजना मिलेर चाहिँ यस्तो डेकोरेसनको काम भइरहेको रहेछ। अलमोस्ट सबैजना आइसक्नु भएको रहेछ अनि यता चाहिँ मेकअप गर्दै हुनुहुन्छ है, रेडी हुँदै हुनुहुन्छ अनि यहाँ चाहिँ भिडियो सुट हुँदैछ। यतिकैमा यस्तो दामी सरप्राइज पाएँ मैले। Happy birthday to you. Happy birthday. Happy birthday to you. मेरो वाल चाहिँ खोइ मेरो वालको भिडियो नबनाइदिएको यस्तो बनाइदियो काटो फेरि ह्यापी बर्थडे त गाइज ह्यापी बर्थडे ल म पनि देखेँ देख्यो कि यो चाहिँ मेरो प्यारो प्यारो बच्चा पार्टीले दिएको लुगा। ह्यापी बर्थडे पनि भनेको Happy birthday पनि जाने मुख्य से आए सब रेडी हो थ्याङ्क यू तपाईँले के गर्नुभएको अरे हाम्रो जानुका म्यामले चाहिँ हेयर बनाइदिनुहुन्छ, दामी हेयर बनाइदिनुहुन्छ। तपाईँहरूलाई पनि आउन मन लाग्छ भने चाहिँ आउनु होला है, हेयर दामी बनाइदिनुहुन्छ जानुका म्यामले। अनि यहाँ चाहिँ एकदम बर्थडेको एकदम स्पेसल भएर बस्नुभएको छ। सो फाइनली आजको हाम्रो केक आइसकेको छ अनि केक चाहिँ हाम्रो यस्तो छ। अब केक कटिङ स्टार्ट हुँदैछ। त्यसपछि भनेको चाहिँ अब हाम्रो बर्थडे सेलिब्रेसन अलमोस्ट सकिसकेको छ अनि सबैजनाले गिफ्ट पनि त्यतिखेर अनबक्स गर्नु भन्नुभयो अनि हामी चाहिँ गिफ्ट अनबक्स गर्न थाल्यौँ। सबैजना बसेर यसरी हेर्दै हुन्छ। सो गिफ्ट अनबक्सिङ गर्दा पनि एकदमै रमाइलो भएको थियो। गिफ्ट अनबक्सिङको भिडियो चाहिँ अर्को आउँछ। सो स्टे कनेक्टेड। यो उहाँले दिनुभएको, उहाँले यो गिफ्ट उहाँले दिनुभएको। हेलो हामी चाहिँ यहाँ ओ बाँड्ने मान्छेहरू भरे भोकै होला हौ नि तिमीहरू राख नि आफूलाई आफ्नो लागि राखेर होइन यसरी हामी बरु आफ्नो लागि राखेर अरूको लागि नदिई खान्छौँ अरे हो। ल केटाकेटी हो मैले जुम गर्दैछु है। खोइ पुनम आयुषमा यस्तो गरेर पेट सानो बनायो, देखिँदैन पेट। केटाकेटी यता मिठो छ जबरजस्ती हाल्छ भने मिठो छ कि छैन अलिअलि तिमीहरूलाई डबल कत्रो धेरै धेरै मुखमा हालेको अरे के अरे सका हाई ओके। इ साले भेनाको मस्ती फेरि यहाँ बेग्लै छ, अगाडि गइहाल्छ। अनि त्यसपछि भनेको डान्स स्टार्ट भयो होइन। केटीहरूले हामी सबैजनाले डान्स गऱ्यौँ, रमाइलो गऱ्यौँ। म चाहिँ एकदम दर्शक भएर बसेको थिएँ।
त्यसो भन न यहाँ यहाँ जाऊ न यहाँ हेलो यहाँ चाहिँ है मेरो स्टुडेन्टले दिएको फ्लावरहरू थियो नि त कस्तो राम्रो थियो होइन रियल फ्लावरहरू अनि मलाई कस्तो माया लाग्यो कि सो यो भास पनि मेरो बच्चा पार्टीहरूले नै दिएको सो यही भासमा चाहिँ मैले फ्लावर हालेर राखेँ है कस्तो राम्रो राम्रो छ क्या हेर्नु न यहाँ यस्तो माया लाग्दो छ है अनि मैले सबै यसमा हालेर राखेको यहाँ पनि छ है अनि त्यसपछि यहाँ पनि छ यस्तो राम्रो राम्रो क्युट छ फ्लावर भासहरू जानु क्या यो चाहिँ मेरो प्यारो प्यारो मान्छेले दिएको है अनि यो चाहिँ म त्यो के भन्छ यसलाई सुकाएर सुकेपछि अनि उयो गर्छु के अरे फ्लास सरी के अरे फ्रेम बनाएर राख्छु के गरेर ए प्रिजर्भ गरेर अरे प्रिजर्भ त थाहा छैन तर म फ्रेम चाहिँ गर्छु अब हेरौँ के हुन्छ प्रिजर्भ पनि गर्छु कि सो बाई बाई एन्ड बाई बाई अब हामी सी यू इन माई नेक्स्ट भ्लग है ल त्यसपछि घरमा पनि मेरो प्यारो प्यारो दिदी र बहिनी आउनुभएको थियो अनि घरमा सानो सेलिब्रेसन पनि भयो उहाँहरूले चाहिँ मलाई टिका लगाइदिएर आशीर्वाद दिनुभयो सो यसरी नै चाहिँ मेरो बर्थडे भ्लग सक्यो सो बाई बाई सी यू अर्को भ्लगमा